नमस्ते स्वागत छ यहाँलाई मेरो युट्युब च्यानलमा र आज यस भिडियोमा हामीहरू लिस्टको बारेमा पढ्न गइरहेको छौँ अनि हेर्न सक्नुहुन्छ यहाँ लिस्टको इम्पोर्टेन्ट टपिकहरू लेखिएको छ अनि सबैभन्दा सुरुको हेरौँ इट इज भर्सटाइल भनेर लेखेको छ सो भर्सटाइल भनेको चाहिँ हामीले एउटै भेरिएबलमा मल्टिपल इलिमेन्ट्सहरूलाई स्टोर गर्न पाउनुलाई चाहिँ भर्सटाइल भनिन्छ अनि सेकेन्डमा रहेको छ इट इज इन एन अर्डर सिक्वेन्स एन्ड इट इज म्युटेबल अर्डर सिक्वेन्स भन्नाले चाहिँ हाम्रो लिस्टमा रहेको इलिमेन्ट्सहरू चाहिँ जहिले पनि अर्डर सिक्वेन्समा स्टोर भएको हुन्छ र म्युटेबल भनेको चाहिँ हामीले लिस्टभित्र रहेको इलिमेन्ट्सलाई हामीले पछि पनि चेन्ज गर्न पाउँछौँ विदाउट क्रिएटिङ अ न्यू लिस्ट सो अनि थर्डमा रहेको छ इट क्यान स्टोर मल्टिपल डेटा टाइप लाइक स्ट्रिङ इन्टिजर टपल ओर इभन अनदर लिस्ट सो यहाँ थर्ड लाइनमा भनेको छ कि हामीले लिस्टभित्र चाहिँ एउटै भेरिएबलभित्र हामीले मल्टिपल डेटा टाइपहरू पनि स्टोर गर्न पाउँछौँ जस्तै कि इन्ट पनि स्टोर गर्न पायो हामीले फ्लोट पनि स्टोर गर्न पायो स्ट्रिङहरू पनि स्टोर गर्न पायो टपल पनि स्टोर गर्न पायो अरू लिस्टभित्र हामीले अर्को लिस्टलाई पनि स्टोर गर्न पायो सो समरी हेरौँ यसको इन पाइथन इट इज अ versatile and powerful data structure that allows you to store a collection of items in a single variable मतलब कि भर्सटाइल छ लिस्ट र पावरफुल डाटा स्ट्रक्चर हो जसले चाहिँ हामीलाई आइटम्सहरूको कलेक्सन एउटै भेरिएबलमा स्टोर गर्नमा हेल्प गर्छ अनि लिस्ट आर अर्डर चेन्जेबल एन्ड एलो डुप्लिकेट भ्याल्युज इन पाइथन लिस्ट क्यान बी बोथ सिङ्गल डाइमेन्सनल एन्ड मल्टी डाइमेन्सनल मतलब कि लिस्ट चाहिँ अर्डर सिक्वेन्समा हुन्छ अनि लिस्टभित्र रहेको इलिमेन्ट्स हामीले चेन्ज पनि गर्न पाउँछौँ र हामीले चाहिँ लिस्टभित्र हामीले डुप्लिकेट भ्याल्युजहरू पनि स्टोर गर्न पाउँछौँ लिस्ट चाहिँ सिङ्गल डाइमेन्सनल र मल्टिपल डाइमेन्सनलमा हुन्छ सो सिङ्गल डाइमेन्सनल भन्नाले चाहिँ यो यहाँ चाहिँ लिस्ट बनाएको छ विथ द नेम अफ सिङ्गल डाइमेन्सनल लिस्ट अनि यसको भित्र चाहिँ 1 2 3 4 5 यो चाहिँ सिङ्गल डाइमेन्सनल भयो विथ द नेम अफ 2 डाइमेन्सनल लिस्ट भनेर भेरिएबलको नाम राखेको छ यसरी स्टोर भएकोलाई चाहिँ हामीले मल्टी डाइमेन्सनल भनिन्छ सो यति नै थियो थ्योरीमा र अब चाहिँ हामीले यसको चाहिँ प्र्याक्टिकल्ली हेर्नेछौँ बिएस कोडमा सो लेट्स गेट इन्टु बिएस कोड सो म चाहिँ यहाँ एउटा नयाँ फोल्डर बनाउन गइरहेको छु र फोल्डरको नाम चाहिँ लिस्ट नै राख्नु पर्ला लिस्ट ओपन विथ कोड लिस्ट भन्ने फोल्डरमा चाहिँ म एउटा नयाँ फाइल बनाउन गइरहेको छु यसको नाम पनि लिस्ट नै दिन्छु अनि हामीले चाहिँ पढेको कि लिस्ट चाहिँ भर्सटाइल छ भनेर भर्सटाइल भन्नाले चाहिँ एउटै भेरिएबलमा हामीले मल्टिपल इलिमेन्ट्सहरूलाई स्टोर गर्न पाउँछौँ भनेर सो सबैभन्दा पहिला चाहिँ मैले एउटा भेरिएबल बनाउँछु विथ द नेम अफ लिस्ट वान र अनि यसमा चाहिँ हामीले मल्टिपल इलिमेन्ट्सहरूलाई चाहिँ स्टोर गर्नेछौँ सो सबैभन्दा पहिला मैले 1 राख्छु 2 राख्छु 3 राख्छु र 4 राख्छु अनि यसलाई चाहिँ प्रिन्ट गराउँछु प्रिन्ट गराउनको लागि चाहिँ प्रिन्ट कमान्ड युज गर्नु पर्यो र अनि भेरिएबलको नेम त्यसमा हाल्नु पर्यो सो हेर्न सक्नुहुन्छ कि हामीले लिस्ट वान भन्ने भेरिएबल बनाएको छौँ र त्यो भेरिएबलमा चाहिँ हामीले चाहिँ धेरै इलिमेन्ट्सहरूलाई राखेको छौँ 1 लाई 2 लाई 3 लाई र 4 लाई सो अब चाहिँ कोडलाई रन गराउँछु म हेर्न सक्नुहुन्छ हाम्रो आउटपुट आएको छ 1 2 3 4 अनि अर्को चाहिँ हामीले पढेको कि लिस्टमा चाहिँ मल्टिपल इलिमेन्ट्सहरू मात्र नभएर मल्टिपल डेटा टाइप्सहरू पनि स्टोर गर्न पाउँछौँ भनेको थियो सो मैले चाहिँ अर्को फेरि नयाँ भेरिएबल बनाएँ यसको नाम चाहिँ मैले लिस्ट 2 राखेको छु र मैले चाहिँ यसमा 1 राख्छु 2.5 राख्छु र एउटा कुनै स्ट्रिङ भ्यालु हालिदिन्छु रेड सो हेर्न सक्नुहुन्छ हाम्रो यहाँ भेरिएबल बनिसकेको छ अर्को अनि यसभित्र चाहिँ मैले इन्ट 1 लाई पनि स्टोर गराएको छु र फ्लोट 2.5 लाई स्टोर गराएको छु एन्ड स्ट्रिङलाई पनि स्टोर गराएको छु विच इज रेड सो यसलाई पनि एकचोटि प्रिन्ट गरेर हेरौँ लिस्ट 2 सो हेर्न सक्नुहुन्छ हाम्रो आउटपुट आइसकेको छ 1 2 3 4 यो चाहिँ लिस्ट 1 को इलिमेन्ट्सहरू अनि लिस्ट 2 को चाहिँ 1 2.5 एन्ड रेड सो अर्को चाहिँ हामीले पढेको लिस्ट चाहिँ अर्डर सिक्वेन्समा हुन्छ भनेर पढेको थियो सो अर्डर सिक्वेन्स भनेको चाहिँ यसलाई चाहिँ सब हटाइदिउँ सबलाई हटाइदिउँ अनि अर्डर सिक्वेन्स भनेको चाहिँ यो भेरिएबलमा चाहिँ स्टोर भएको जतिसुकै एलिमेन्टहरू चाहिँ इन्डेक्सिङ नम्बरबाट चाहिँ स्टोर भएको हुन्छ जस्तै कि यो 1 चाहिँ 0 इन्डेक्समा स्टोर भएको छ 2.5 चाहिँ 1 इन्डेक्समा स्टोर भएको छ एन्ड रेड चाहिँ 3 इन्डेक्समा स्टोर भएको छ प्रिन्ट लिस्ट 2 अनि इन्डेक्स नम्बर है यो चाहिँ 0 सरी 0 हालेँ मैले अनि प्रिन्ट लिस्ट 2
यसको भित्र चाहिँ 1 प्रिन्ट लिस्ट 2 यसको भित्र चाहिँ मैले 2 हाल्छु सो 0 मा चाहिँ मैले अघि नै भनेको थिएँ 1 स्टोर भएको छ 1 मा चाहिँ 2.5 स्टोर भएको छ एन्ड इन 2 त्यहाँ चाहिँ रेड स्टोर भएको छ सो यसलाई चाहिँ रन गरेर हेरौँ हेर्न सक्नुहुन्छ हाम्रो आउटपुट आएको छ 1 छ 2.5 छ अनि रेड छ लिस्टको चाहिँ एलिमेन्ट्सहरू चाहिँ हामीले पछितिर चेन्ज पनि गर्न पाउँछौँ भनेर पढेको थियो सो कसरी चेन्ज गर्ने भनेर हेर्न गएको छौँ सबैभन्दा पहिला हामीले भेरिएबलको नेम लेख्नु पर्ने हुन्छ लिस्ट 2 अनि यसमा चाहिँ इन्डेक्स नम्बर हामीले कुन इन्डेक्स नम्बरको भ्यालु हजुरहरूले चेन्ज गर्न चाहनुहुन्छ सो मैले चाहिँ 0 इन्डेक्स नम्बरकै भ्यालुलाई चेन्ज गर्न चाहन्छु र 1 को ठाउँमा चाहिँ मैले 100 राख्छु अनि लिस्ट 2 इन्डेक्स 1 को चाहिँ 2.5 लाई चाहिँ त्यस्तै राख्छु र अनि लिस्ट 2 को रेडलाई चाहिँ मैले येल्लो बनाउँछु सो येल्लो अब चाहिँ यसलाई प्रिन्ट गरिदिउँ प्रिन्ट लिस्ट 2 यसलाई रन पनि गरौँ सो हेर्न सक्नुहुन्छ हाम्रो आउटपुट आएको छ सबैभन्दा पहिला चाहिँ हामीले 1 स्टोर गराएको थियो त्यसपछि 2.5 स्टोर गराएको थियो त्यसपछि रेड स्टोर गराएको थियो तर हेर्न सक्नुहुन्छ यहाँ हाम्रो आउटपुट चाहिँ 100 आएको छ 2.5 आएको छ अनि येल्लो आएको छ यति नै थियो आजको लागि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो यदि हजुरहरूलाई मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच